सम्पूर्णमा नमस्कार र हामी 2 दिने यात्रामा हामी आसाम गुवाहाटी भ्रमण गर्न हामी निस्केको थियौँ र हाम्रो यात्रा अहिले लगभग अन्तिम चरणमा पुगिसकेको छ र सबैभन्दा हर्षको कुरा अहिले हामी असम गोर्खा सम्मेलन को सभापति श्री आदरणीय कृष्ण भुजेलज्यूको मूल निवास स्थानमा हामी पुगिसकेको छौँ र यो अवसरको चाहिँ एक प्रकारले भनौँ भने म लाभ उठाउन चाहन्छु र एक दुईवटा प्रश्न किनकि हाम्रो डुवर्समा धेरै प्रकारको अन्यल चलिरहेछ र कतै न कतै हाम्रो गोर्खा जाति जब सङ्गठनको कुराहरू आउँछ म कृष्ण भुजेलज्यूलाई एउटा अभिभावकको रूपमा म हेर्ने गर्छु। त्यसैले उहाँले दिएको मेसेज हाम्रो डुवर्स लगायत पहाड सम्पूर्ण पश्चिम बङ्गालमा बसोबास गर्ने गोर्खा जातिको निम्ति एउटा कतै न कतै एउटा वाक्सूत्र हुनसक्छ, एउटा मन्त्र हुनसक्छ जस्तो लागेर चाहिँ त्यो चाहना लिएर म उहाँसँग 2-4 वटा कुरा गर्नुको निम्ति आइसकेको छु र सर्वप्रथम म उहाँलाई एउटा प्रश्न गर्न चाहन्छु र प्रश्न के हो भन्दाखेरि हिजो पनि तपाईँले चर्चा गर्ने क्रममा मैले ध्यानले सुने र देखेँ पनि, धेरै मानिसहरूसँग मैले बातचित गरेँ। मैले त्यहाँनिर एउटा असाधारण कुरा के देखेँ भने नि सर, त्यहाँ हिजो जति पनि गजलकारहरू हुनुहुन्थ्यो, साहित्यकारहरू हुनुहुन्थ्यो, उहाँहरू एक प्रकारले भनौँ भने नेपाली भाषी स्कुलहरूमा कलेजहरूमा नपढे तापनि उहाँहरूले धेरै रचनाहरू उहाँहरूले गरिसक्नु भएको र अहिले तपाईँको आसाममा होस् अथवा पश्चिम बङ्गालमा होस्, त्यहाँनिर कतै न कतै नेपाली स्कुल पाठशालाहरू कतै न कतै डगमगाउँदै अथवा इङ्ग्लिस मिडियममा कन्भर्ट हुँदै गरेको हामीले देख्दैछौँ र हामीले भविष्यको लागि हामीले सतर्क भएर बस्ने दिन आइसकेको छ। तपाईँ के सन्देश दिनुहुन्छ? के भाषा 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 भनेर हामीले नेपाली पाठशाला स्कुलमा मात्रै हामीले ध्यान दिनुपर्ने कि हाम्रो आउँदो जेनेरेसनलाई हामीले भाषा पढ्नु किन जरुरी छ, भाषाले हाम्रो संस्कृति र सभ्यता कसरी जगेडा हुन सक्छ भन्ने कुराको सन्देश दिनुपर्ने हो? के भन्न चाहनुहुन्छ? होइन, भाषा प्रेम त अब प्रत्येक व्यक्तिको त्यो चेतनामै हुनुपर्छ। जब ऊ जन्मियो आफ्नो परिचय लिएर अगाडि बढ्यो भने, अब जब म आफै कृष्ण भुजेल भन्छु भने मेरो मूल अस्तित्व क्या हो, त्यहाँभित्र भाषा पनि आउँछ र मैले पहिलो बोल्ने भाषा के हो त्यसलाई त्यो भाषा अनुरूपै म अगाडि बढ्नु चाहिँ उचित होला वा मैले बुझ्नलाई सबभन्दा सजिलो होला भन्ने कुरा त्यो स्वाभाविक हो र त्यही अनुरूप भाषा अनुरागमा आफू चाहिँ अगाडि बढ्नु एकदमै सही कुरा हो र भाषा को अब सम्वर्धन प्रवर्धनको लागि काम गर्नु पनि हाम्रो जातीय दायित्व पनि बन्दछ र कुनै कुनै ठाउँमा फेरि के हुन्छ भने अल्पसङ्ख्यक भएको हुनाले, छरिएर बसेको हुनाले अब भाषालाई जति माया गरे पनि त्यहाँ त्यो सुविधा सहुलियतहरू नहुन पनि सक्छ। तर त्यस्ता व्यक्तिहरू पनि अब भाषाप्रति, नेपाली भाषा अब हामीलाई नेपाली भाषा कसैको कुन भाषा हुन्छ, भाषाप्रति तपाईँको जुन चाहना हो, जुन अब तपाईँको अब लगाव हो, त्यो यदि निरन्तर रह्यो भने भाषा बचाउनुको लागि केवल अब माध्यममै पढ्नुपर्छ भन्ने कुरा पनि होइन रहेछ भन्ने तपाईँको बयानमै बुझेँ। तर त्यो भनेर हामीले नेपाली माध्यम चाहिँ अब छोड्नुपर्छ भन्ने कुरा होइन। नेपाली माध्यम हामीले सकेसम्म जगाउनुपर्छ, अझै बढाउनुपर्छ र त्यो अनुरूपको वातावरण सिर्जना गर्नु पनि पर्छ। अब नेपालीमा पढेर उच्च शिक्षा हासिल गरेपछि ती विद्यार्थीहरूलाई फेरि संस्थापनको लागि त्यो हामीले जीविकाको अब एउटा सहुलियत पनि कुन प्रकारले हुन सक्छ त्यो व्यवस्था पनि हुनु पर्यो। अब त्यो सब कसरी हुन्छ भन्दा अब तपाईँको त्यो अब भाषामाथि धेरै कार्य हुनु पर्यो। भाषा भाषिक व्यक्तिहरू पनि त्यही अनुरूप त्यो भाषाको व्यक्तिहरू को संख्या ठुलो आकारमा हुनु पर्यो। त्यही अनुरूप तपाईँको जस्तै अब तपाईँ मानिलिनु एउटा राज्य भयो, राज्यमा केवल नेपाली भाषामै पुरै काम चल्यो हो, त्यस अनुरूप त्यहाँनिर धेरै जीविकाका तपाईँको सहयोगहरू आउँछन्, त्यसरी निस्किन्छन्। नभए केवल भाषा बचाउनुको लागि नै पुरा जमात त्यहाँनिर लाग्नुपर्छ भन्दाखेरि पनि त्यो फेरि कतै प्रतिभाहरूलाई हामीले अब विपदमा परिचालना गरेको भन्न पनि हुनसक्छ। तर भाषा प्रियति सबैको चेतनामा हुनु पर्यो। अब जसरी मैले नेपाली भाषा बोलिरहेको छु, मैले प्राथमिक विद्यालयमा नेपाली पढेको, नेपाली माध्यममै पढेको हाम्रो यही थियो, जुन चाहिँ अहिले अङ्ग्रेजीमा तपाईँको अब त्यसलाई चाहिँ परिवर्तन गरियो। त्यो व्यवस्था के छ भने असममा चाहिँ माध्यम छोडेर विषय अब उसमा चाहिँ नेपाली लिनुपर्ने भनेर त्यो पहिल्यै भइसकेको कुरा हो, हामी नेतृत्वमा आउनुभन्दा पहिले। र अहिले फेरि अब राष्ट्रिय शिक्षा नीतिले पुनः मातृभाषा पढ्ने एउटा सुअवसर ल्याइदिएको छ। त्यस अनुरूप हामीले त्यो खालको भनौँ न अब एउटा अवसरलाई चाहिँ
कसरी क्याच गर्ने भन्ने विषयमा चाहिँ हामीले काम गर्नु हजुर धन्यवाद। र दोस्रो प्रश्न, कुनै पनि सङ्गठन कुनै पनि जाति सफलताको पराकाष्ठामा तब पुग्न सक्छ जब उसको नियत, उसको जो उद्देश्य हुन्छ त्यो चाहिँ एक प्रकारले भनौँ भने स्पष्ट हुन्छ र तपाईँ एउटा जातिवादी नेता हो र तपाईँको राष्ट्रिय स्तरमा तपाईँ एउटा छवि एउटा अब बनिसकेको छ। र तपाईँलाई म एउटा प्रश्न सोध्न चाहन्छु र यो प्रश्न तपाईँलाई मात्रै नभएर कतै न कतै एउटा प्रतीकात्मक रूपमा सम्पूर्ण भारतमा बसोबास गर्ने गोर्खा प्रतिनिधि या नेतागणको निम्ति हो। जब कुनै यस्तो स्थिति आउँछ त्यति बेला तपाईँलाई पार्टी अथवा राजनीतिक पार्टी अथवा जाति पार्टीको नेताको रूपमा तपाईँले चुन्ने अवसर पाउनुहुन्छ भने त्यति बेला तपाईँ जातिलाई चुन्नुहुन्छ अथवा राजनीतिक पार्टीलाई चुन्नुहुन्छ र किन? यो अवस्थामा के हुन्छ भने त्यस्तो खालको अब अप्ठ्यारो वा तपाईँको त्यस्तो खालको चुनौतीपूर्ण अवस्था आयो भने हजुर तपाईँले कसलाई प्रतिनिधित्व गरिराख्नु भएको छ? हजुर तपाईँले त जातिलाई नै प्रतिनिधित्व गर्नु हुँदैछ भने, यदि तपाईँले क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुँदैछ जहाँ कि तपाईँको सबै जाति वर्गहरू छन् भने त्यति बेला तपाईँले अर्कै तरिकाले सोच्नुपर्ने पनि हुन सक्छ। तर तपाईँले जातिलाई नेतृत्व गरिरहेर तपाईँ राजनीतिमा जानु भएको छ भने त्यति बेला चाहिँ तपाईँले जातीय कुरालाई चाहिँ प्राधान्य दिनु तपाईँको कर्तव्य पर्दछ। जस्तै म देख्छु अहिले दार्जिलिङका माननीय सांसद राजु विष्टज्यू, उहाँ यद्यपि दार्जिलिङको सांसद हो, केवल गोर्खा मात्रै छैन, तर उहाँको भनाइमा उहाँको गराइमा हामीले जहाँ पनि उहाँले भन्दाखेरि अब तपाईँको पुरै इभन दार्जिलिङ छोडेर तराई डुवर्सको सबै समग्रकै कुरा गर्नु, तराई त उहाँकोमा पर्छ, डुवर्सको पनि कुरा गर्नुहुन्छ, गोर्खा भाषीको कुरा गर्नुहुन्छ, त्यो त उहाँले नै हामीलाई सिकाइदिएको जस्तो भयो नि त। राम्रो हो नि त, त्यो लक्षण राम्रो हो। अब कुनै व्यक्ति शीर्ष स्थानमा पुगेको छ, त्यो व्यक्तिबाट हामीले काम अदा गर्नु छ भने त्यो व्यक्तिलाई उहाँले कति उहाँको अब तपाईँको चेतनामा ती वस्तु त्यो विषयहरू पसेको छ छैन, त्यो त अब उहाँलाई कसरी बुझाउने भन्ने कुरा त त्यो हाम्रो हो नि त। हामीले त्यही अनुरूप काम गर्नु पर्यो। पहिला त कसैसँग पनि एकदमै नजिकिनु पर्यो। नजिकिनुको लागि उहाँको जुन सिद्धान्त हो त्यो सिद्धान्तलाई आफूले अब छुनु पर्यो। उहाँको जुन विषय उहाँले गर्नु भएको छ तर उहाँको त्यो दृष्टिगोचर परेको छैन, त्यसलाई चाहिँ हामीले अलिक विस्तृत रूपमा त्यसको चाहिँ प्रचार प्रसार पनि गरिदिनु जरुरी, एकदमै। र आजको दिनमा मलाई लाग्छ उहाँ एउटा साङ्केतिक रूपमा एउटा जननेता हुनुहुन्छ जसले चाहिँ यद्यपि दार्जिलिङ संसदीय क्षेत्रमा धेरै अरू जातिहरूको पनि केवल गोर्खाको मात्र बाहुल्यता छैन र पनि उहाँले आफू गोर्खाको छोरा भएको हुनाले उहाँले गोर्खाको चाहिँ बढी कुरा गर्दाखेरि, हुनु त त्यस्तो भन्दाखेरि अब अरू जातिलाई गोर्खाको कुरा गर्यो भने अलिकति नमिठो पनि लाग्छ, तर जानकार जातिले, जो जाति जानकार छ उसले चाहिँ आफ्नो जातिप्रति एउटा तपाईँको लगाउ बढी हुनु स्वाभाविक हो भनेर बुझ्छ। र मैले अघि तपाईँलाई भनिसकेँ र उहाँसँग एकदमै टाइट, एकदम सेड्युल उहाँको एकदमै टाइट छ, उहाँले समय दिइरहनु भएको छ। म एकदम धेरै समय लिँदिनँ, म अन्तिममा पुगिहालेँ। 3टा मन्त्र, मूल मन्त्र जसले हाम्रो लामो दिनदेखिको अब पेन्डिङ भएको जो समस्या छ, मुद्दाहरू छ, त्यसको समस्याको समाधान गर्न सक्छ होला। 3टा मूल मन्त्र दिनुहोस् न। हाम्रो समस्याको समाधान गर्नुको लागि अब के छ भने, एक त हामीले सही तरिकाले बुझ्ने र हामीले बुझाउन सक्ने परिवेश निर्माण गर्नु। त्यो मलाई लाग्छ अहिले आएको छ। किनभने पहिला धेरै दिनबाट हामीले दार्जिलिङको वा तराई डुवर्सको कुरा गर्दाखेरि राज्यमा एउटा सरकार, केन्द्रमा एउटा सरकार भन्ने धेरै सुन्थ्यौँ र अहिले त्यो परिवेश छैन। अहिले चाहिँ एकदमै सकारात्मक परिवेश एउटा निर्माण भएको छ र सही नेतृत्व, सही व्यक्ति अहिले त्यहाँनिर लिडिङमा हुनुहुन्छ, राजु विष्टज्यू माननीय सांसद। त्यो एउटा विषय भयो, त्यसलाई चाहिँ हामीले क्याच गर्न चाहिँ नचुकौँ। अब अरू म के भन्न चाहन्छु भने दार्जिलिङ डुवर्समा सबैभन्दा ठुलो त्यहाँ समस्या भनेको जमिनको समस्या, भूमिको समस्या, भू स्वामित्वको समस्या छ। त्यो भू स्वामित्वको जुन चाहिँ अब भू स्वामित्व अदायको यो एउटा ठुलो अवसर हो। यस पालि नै हामीले क्याच गर्न जरुरी छ, किनभने असम सरकारले इतिमध्ये तपाईँको जति पनि चिया श्रमिकहरू छन् उहाँहरूलाई तपाईँको अब प्राय यहाँको 3 कट्ठा, असमको उहाँको 12 कट्ठा हेर्नुहोस् है जमिन एक-एकजनालाई दिएर त्यो प्रकारले, र उहाँको परिवेशमा अब कुन प्रकारको त्यहाँनिर अब तपाईँको त्यो ढाँचा चाहिँ एकदमै सबैलाई दिनेलाई पनि सजिलो, लिनेलाई पनि
यति भए पुग्छ भन्ने स्थिति हुन्छ, त्यसलाई चाहिँ हामीले क्याच गर्नु जरुरी छ। र अर्को एउटा म के भन्न चाहे भने सामाजिक रूपमा पनि हामी के छ भने हामी सामाजिक रूपमा वा जातीय रूपमा पनि हामी ऐक्यबद्ध भएर निरपेक्ष रूपमा एउटा समाज वा एउटा तपाईँको सोसियल अर्गनाइज नागरिक समाज चाहिँ बलियो हुनु जरुरी देख्छु। र अन्तिम प्रश्न, र आसाममा आएपछि मलाई त्यो कुराको भान भयो, अनुभूति भयो, र यस प्रश्नपछि हामी आफ्नो अन्तर्वार्तालाई यहीँ समाप्त गरेर हामी निस्किनेछौँ। हेर्नुहोस्, जबसम्म हाम्रो जातिसँग जडित हाम्रो मानिसहरू हुनुहुन्छ, जबसम्म उहाँहरूले सहुलियत पाउनु हुँदैन, सुविधा पाउनु हुँदैन, कुनै पनि सङ्घ संस्थालाई उहाँहरूले अँगालेर हिँड्ने छैन। र यहाँ हिजो मलाई आउँदा त्यो कुराको मलाई भान भयो। यहाँ अब गोर्खाहरूको निम्ति हस्पिटलाइज या अध्ययनको निम्ति अथवा कुनै पनि साङ्गठनिक कार्यक्रममा आएको मानिसहरूको लागि बसोबास गर्ने यहाँनिर जग्गा हामीले देख्यौँ। तर त्यस्तो ठाउँ हाम्रो डुवर्समा अथवा पहाडमा हामीले त्यस्तो सुविधाहरू पाइनौँ। यहाँनिर हामीले देख्यौँ, हिजो भवन देख्यौँ नि त, त्यस्तो भवनहरूको अहिले पनि हाम्रो डुवर्समा पहाडमा अभाव छ, जसले गर्दा त्यो सुविधाको उपभोग पब्लिकले पाएको छैन। हाम्रो चाहिँ के भइरहेछ भने जुन चाहिँ भवन देख्नुभयो नि, हजुर, त्यो भवनको लागि अझै 1 करोड 1 लाख रुपियाँ त्यो तपाईँको आएर बसिरहेको छ। हजुर, तर त्यो हाम्रो के भयो भने त्यो वाटर बडी एक्ट अनुसार त्यो चाहिँ तपाईँको उसमा पर्यो, त्यो तपाईँको ल ल्यान्ड भनेर त्यो उसमा परेको छ। त्यसले गर्दा हामीले पर्मिसन पाइरहेको छैनौँ र त्यसलाई राम्रोसँग बनाउने भन्ने हाम्रो यो छ। त्यस अनुरूप नै अरू अरू संस्था हामीसँग जोडिराख्नु भएको छ, जस्तै हाम्रो छहारी भन्ने उहाँहरू चाहिँ जोडिन खोज्नुभयो, विभिन्न ठाउँमा सँगै सहकार्य गरौँ भनेर भन्दै हुनुहुन्छ। त्यस अनुरूप अब डुवर्समा पनि वा सिलिगुडीमा पनि डुवर्सकै कतिपय युवा नेतृत्वहरूले त्यहाँनिर डुवर्स भवन बनाउने भन्ने कुरा मैले सुनेको हो। र त्यो हाम्रो थापाजी, हाम्रो प्रभात थापाजी उहाँ हुनुहुन्छ होला त्यहाँ। र डुवर्सभित्र पनि कोही कोही ठाउँमा त्यस्तो मैले त्यहाँको साथीहरूलाई मैले भनेको थिएँ, यो सरकारबाट जमिन लिनु चाहिँ पाइन्छ, हामीले जमिन लिनुपर्छ, अहिले त बिजेपी सरकार आएछ, त्यो पाइन्छ भन्दाखेरि पत्याउनुहुन्न, त्यहाँ पाइन्छ जमिन भनेर भन्नुहुन्छ हो। त्यो चाहिँ जुन चाहिँ हो नि एउटा सरकारसँग मिलेर काम गर्ने, त्यो साँच्चै हो भन्दाखेरि एकदमै धारणा नै त्यहाँनिर छैन। त्यो चाहिँ अब नयाँ गरेर सिर्जना गर्नुपर्छ। अब त्यो अनुरूप नै अगाडि बढ्दाखेरि हामीले धेरै काम गर्न सकिन्छ। र धेरै धेरै धन्यवाद। र यस कार्यमा सहयोग पुर्याउने कृष्ण घिमिरे छेत्रीज्यू, किरण उपाध्यायज्यू र हाम्रो उमेश प्रधानज्यूलाई पनि धेरै धेरै धन्यवाद। र यस्तो प्रकारले हामीले उहाँसँग अन्तर्वार्ता समाप्त गरेर र उहाँले जति पनि विचार हामीलाई दिनुभयो त्यो धेरै नै मूल्यवान छ। र निश्चय नै हाम्रो क्षेत्रका जति पनि प्रतिनिधिहरू हुनुहुन्छ, बुद्धिजीवीहरू हुनुहुन्छ, उहाँको विचारलाई चाहिँ उहाँहरूले सुनेर आउँदो दिनमा हाम्रो मुद्दालाई चाहिँ फतेह गर्नुको लागि तपाईँहरूले चाल चल्नुहुन्छ होला भन्ने आशा र उम्मेद गर्दै कृष्ण भुजेलज्यूलाई म धेरै धेरै धन्यवाद दिँदै हाम्रो वार्तालाई यहीँ समाप्त गर्न चाहन्छु।